लोकप्रिय संविधान अथवा विश्वमा राम्रो र प्रगतिशील संविधान भनेर जुन हामीले उद्घोष गरेका थियौँ, परिभाषित गरेका थियौँ, विषयगत विज्ञहरूसँग परिभाषित गरेका थिए, अहिले त्यो हाम्रो लोकतान्त्रिक शासन प्रणाली पनि कोमामा पुर्याइएको अवस्था छ। हाम्रो संविधान पनि निष्क्रिय अवस्थामा पुर्याइएको अवस्था छ। राष्ट्रियता अझै पनि खतराको स्थितिमा छ। यस्तो बेलामा नेकपा एमाले फेरि जुर्मुराएर आफ्नो शक्तिलाई आफ्नो सांगठनिक संरचना मार्फत तलसम्म सन्देशहरू पुर्याउने, यो विषम परिस्थितिको बीचबाट पनि नेकपा एमाले धुलो टक्टक्याउँदै फेरि पनि राष्ट्रिय शक्तिहरूमा स्थापित गराउनका लागि आफ्नो आन्तरिक जीवनलाई सुव्यवस्थित बनाउने गरी अहिले देशव्यापी रूपमा हामीले वडा स्तरका जनसभाहरू 22 गते सम्पन्न गर्दैछौँ। पालिका स्तरका जनसभाहरू देशभरिका 753वटै पालिकाहरूमा हामीले 25 गतेको दिन जनसभा जनप्रदर्शन गर्दैछौँ भने 29 गते 77वटै जिल्लामा हामीले प्रतिगामी षड्यन्त्रको पर्दाफास गर्ने गरी फेरि पनि लोकतान्त्रिक शासन प्रणालीको विकल्प छैन र यो देशमा प्रतिनिधि सभालाई पुनर्स्थापना गरेर यो संविधानभन्दा बाहिर जुन गएको जुन ट्याक्स त्यसलाई संवैधानिक प्रक्रियामा ल्याउनका लागि पनि प्रतिनिधि सभा पुनर्स्थापना गरेर संवैधानिक प्रक्रियाबाट फेरि देशलाई लिगमा अगाडि बढाउनको लागि यो जुन लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढाउनका लागि देशभरिका जनताहरूलाई सचेत गराउने, सुशिक्षित गराउने, कार्यकर्तालाई सङ्गठित गराउने अभियान स्वरूप हामी अगाडि बढिरहेका छौँ। 29 गतेको कार्यक्रमपछि हामी विशाल कार्यक्रम काठमाडौँमा मङ्सिरको 6 गते सम्पन्न गर्दैछौँ। त्यो मार्फत पनि देश दुनियाँलाई फेरि पनि नेकपा एमाले नेपाली जनताको पक्षमा, नेपाल राष्ट्रको पक्षमा, राष्ट्रिय अखण्डताको पक्षमा, लोकतान्त्रिक शासन प्रणालीलाई अझै मजबुत बनाउने, लोकतान्त्रिक शासन प्रणाली अपनाउँदै गर्दाखेरि भएका कमी कमजोरीहरूलाई आत्मसात गर्दै यसका राम्रा पक्षलाई फेरि संरक्षण गरेर अगाडि बढाउने र नेपाली जनताहरूले प्राप्त गरेको जुन यो 62-63 जनआन्दोलनमा प्राप्त गरेको शासन प्रणालीलाई सही रूपमा नेपाली जनतालाई प्रत्याभूत गर्ने गरी हामीले 6 गते ठुलो एउटा सन्देशमूलक सभा आयोजना गर्दछौँ। त्यसपछि हामीले अझै निर्णायक जनसभा जनप्रदर्शन हामीले हाम्रो पार्टीको 11औं महाधिवेशन काठमाडौँमा मङ्सिर 27 देखि 29 गते हुँदैछ। त्यसलाई अझै त्योभन्दा पनि विशाल रूपमा हामीले 27 गतेको जनसभा मार्फत जनप्रदर्शन मार्फत पार्टीको 11औं महाधिवेशनको उद्घाटन सत्रको सन्दर्भमा हामीले देश दुनियाँलाई चकित पार्ने गरी नेपाली जनतालाई त्यहाँ गोलबन्द गर्ने गरी नेपाली जनतालाई सन्देश प्रवाह गर्ने गरी र लाखौं लाख जनताहरूको भौतिक उपस्थितिमा हामीले सम्पन्न गर्ने गरी प्रतिगामी षड्यन्त्रहरूको पर्दाफास गर्ने गरी हामी अगाडि बढ्ने त्यो सङ्कल्प, त्यो गुरुयोजना, त्यो कार्ययोजना बनाएर अहिले हामी देशव्यापी रूपमा आफ्ना कार्यकर्ताहरूलाई, आफ्ना पार्टीका कमिटीहरूलाई अन्तर्क्रिया मार्फत आफ्ना पार्टीका कमिटीहरूलाई त्यो माथिको सन्देश तल पुर्याउने गरी म प्रदेश इन्चार्जको नाताले अस्ति मात्रै यो जाजरकोट जिल्लामा आइपुगेँ। हिजो मात्रै नेकपा एमाले जिल्ला कमिटी जाजरकोटको 7औं बैठक सम्पन्न भएको छ। यहाँका जिल्लाका इन्चार्ज लगायत केन्द्रीय कमिटी सदस्यहरूले त्यहाँ सम्बोधन गर्नुभएको छ। हाम्रा यहाँ 7वटै पालिकाबाट त्यहाँ सहभागी हुनुभएका पालिकाका अध्यक्षहरूले अहिलेको विषम परिस्थिति अथवा नेपाली राजनीतिमा आएको एक खालको नयाँ खालको असहज परिस्थिति, त्यो असहज परिस्थितिको बिचमा पनि हाम्रो जाजरकोट जिल्लाका गाउँ बस्तीमा के छ त अवस्था, कार्यकर्ताको अवस्था के छ, जनताको अवस्था के छ, हाम्रो सङ्गठनको आन्तरिक जीवन कसरी सञ्चालन भइरहेको छ भन्ने कुराका आधारमा हिजो हामीले 7वटै पालिकाका पालिका कमिटीका अध्यक्षहरू मार्फत पनि सविस्तार रिपोर्टिङ सुनेका छौँ। त्यति मात्र नभएर जिल्ला कमिटी सदस्यहरूले पनि त्यसमा छुटेका कुराहरूलाई पनि उहाँले हाम्रो बिचमा हामीलाई राख्नुभएको छ। त्यो आधारमा अझै जाजरकोट जिल्लामा हाम्रो नेकपा एमालेले अझ बलशाली बनाएर जाजरकोट जिल्लाका नेकपा एमालेका शुभचिन्तक समर्थकहरूलाई अझै थप सङ्गठित गरेर त्यो बाहेकका नेकपा एमालेको अभियानमा जोडिने अरू व्यक्तिहरू, महानुभावहरू, अरू मित्रहरूलाई पनि त्यसमा सङ्गठित गर्दै नेकपा एमाले जुर्मुराएर जाजरकोट जिल्लामा पहिलो शक्तिको रूपमा स्थापित हुने कुरामा हामीले हिजोको बैठकबाट त्यो सन्देश प्रवाह गरेका छौँ र केन्द्रबाट तय गरिएका कार्यक्रमहरूलाई सफल पार्नका लागि पनि यहाँका जिल्लाका नेताहरूलाई हामीले जिम्मेवारी तोकेका छौँ। त्यति मात्र नभएर वाम एकताको नाममा अथवा 8-9वटा दलहरूको व्यक्ति विशेषका पार्टीका नाममा पार्टी केन्द्रमा हिजो मात्रै पनि एकता जुन सम्मेलन भएको कुरा हामीले सुनेका छौँ। त्यहाँ व्यक्ति विशेषका दर्जनौं व्यक्तिहरू त्यहाँ उपस्थित भए पनि नेपाली जनता फेरि पनि नेकपा एमालेलाई पहिलो शक्ति बनाउन चाहन्छन्, किनकि नेकपा एमाले विचारले, दर्शनले, सिद्धान्तले, व्यवहारले नेपाली जनताको मन मस्तिष्कमा छ।
कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक प्रक्रियाबाट पनि अगाडि बढाउनु पर्दछ र त्यसका माध्यमबाट पनि नेपाली जनतालाई सङ्गठित गर्न सकिन्छ। प्रगतिशील रूपान्तरणका आधारमा यो देशमा कम्युनिस्ट शासन सञ्चालन गर्न सकिन्छ, स्थापना गर्न सकिन्छ भनेर त्यो खालको नीति, नयाँ नीति जनताको बहुदलीय जनवाद ल्याउने र त्यो नयाँ खालको विचार प्रतिपादन गर्ने पार्टी नेकपा एमाले भएका कारणले वाम आन्दोलनको निर्णायक शक्ति, वाम आन्दोलनको यो मूल प्रवाहको शक्ति नेकपा एमाले स्थापित भएको कुराहरू सबैले, नेकपा एमाले मात्र, नेकपा एमाले बाहिरका शक्तिहरूले पनि महसुस गरिरहेको छ। त्यो व्यवहारमा छ। अहिले अनेक खालका परिभाषा गरे पनि घुमिफिरी व्यवहार नेकपा एमाले लिएको बाटोमा छ। किनकि सबै हामी हिजोका हैन क्रान्तिकारी, हिजोका नेकपा एमाले दक्षिणपन्थी भनेर आरोप लगाउने शक्तिहरू पनि, पार्टीहरू पनि, वामपन्थी पार्टीहरू पनि, आफूलाई कम्युनिस्ट पार्टी भन्ने शक्तिहरू पनि अहिले नेकपा एमाले बोकेको प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीमा छन्। यस कारणले हामी गर्व गर्छौँ नेकपा एमाले मार्क्सवाद लेनिनवाद सिर्जना प्रयोग गर्ने सन्दर्भमा उत्पादन गरेको, निर्माण गरेको त्यो विचार र त्यो नीति र सिद्धान्तबाट निर्देशित छन्। त्यसबाट त्यसलाई उपभोग गरिरहेका छन्। यसकारण हामीले अहिले पनि बाहिर रहेका वाम शक्तिहरू, व्यक्तिहरूलाई पनि फेरि पनि नेकपा एमाले समाइदिन, नेकपा एमालेमा फर्किन, नेकपा एमालेलाई अझ बलियो बनाउन हाम्रो पार्टीका अध्यक्षले हैन औपचारिक हिसाबले पनि आह्वान गरिसक्नु भएको छ। हिजो नेकपा एमालेलाई फलाउनको लागि पसिना बगाउनु भएका नेताहरू, कार्यकर्ताहरू फेरि पनि पुरानो घरमा फर्किनुहोस्। त्यो बाहेकका अरू छुट्टै चुलो चौको गरेर बसेका वामपन्थी शक्तिहरू पनि नेकपा एमालेलाई निर्णायक शक्तिको रूपमा आत्मसात गर्नुहोस्, यसमा कन्जुसाइ नगर्नुहोस् भनेको हाम्रो पार्टीको शीर्ष नेतृत्वले आह्वान गर्नुभएको छ। र त्यो कुरालाई, त्यो सन्देशलाई पनि हामीले अहिले देशव्यापी रूपमा प्रवाह गर्नका लागि पनि यो अवसरमा हामी जुटेका छौँ। सँगसँगै तपाईँले पछि सोध्ने कुरा जस्तै फागुन 21 गतेका दिन निर्वाचन तोकिएको छ। अहिलेको संविधान तह नै नबनेको सरकारले देशमा निर्वाचन सम्बन्धी त्यो खालको वातावरण बनाइरहेको अवस्था छैन। राष्ट्रिय मूलधारका पार्टीहरूलाई अहिले पनि बाइपास गरिएको स्थिति छ। जो लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्ने सर्वशक्तिमान र नेपाली जनताको मनमस्तिष्कमा बसेका पार्टीहरूलाई बाइपास गरेर गरिने चुनाव त्यो संवैधानिक हुन सक्दैन, त्यो वैधानिक हुन सक्दैन, त्यसले वैधानिकता प्राप्त गर्न सक्दैन। ठुला राजनीतिक दलहरूलाई बाइपास गरेर अहिले जन्मेका हैन विचार, सिद्धान्त, नीति, व्यवहारसँग नजोडिएका मान्छेहरूको हौलामा गरिने चुनावले सार्थकता प्राप्त गर्न सक्दैन। र हैन त्यो कयौं खालका करतुत गरेका, नचाहिँदा अपराध गरेका मान्छेहरू हिजो जुन कानुनको दायरामा थिए, हिजो जुन कारागारमा थिए, ती मान्छेहरू आन्दोलनमा बाहिर पुर्याएका छन्। अहिले ती गाउँ बस्तीमा पुगेका छन्, सहरका विभिन्न ठाउँहरूमा नचाहिँदा करतुतहरू फेरि पनि उनले उजागर गरिरहेका छन्, नचाहिँदा घटनाहरू घटाइरहेका छन्, हतियारहरू बाहिर खोसिएका छन्, प्रहरीका हतियारहरू लाखौँ जुन गोलीहरू बाहिर जुन गएका छन्, विभिन्न खालका अपराधिक क्रियाकलाप गर्ने मान्छेहरूको हातमा पुगेका छन् भने यस्तो बेलामा गरिने चुनाव भयरहित हुन सक्दैन, यसमा विश्वास गर्न सकिँदैन। यो भयरहित वातावरण सिर्जना नगरिएसम्म गरिने चुनाव, यो चुनावका लागि चुनाव मात्रै हुन्छ। देश दुनियाँका अगाडि चुनाव गरिएको देखाइनेछ, तर पनि नेपाली जनताहरूले आफ्नो मताधिकार सही रूपमा प्रयोग गर्न पाउने छैनन्। त्यस कारणले पनि नेकपा एमाले अहिलेको वर्तमान जो गैर संवैधानिक सरकारले घोषणा गरेको चुनावप्रति विश्वास छैन र त्यसलाई ट्र्याकमा ल्याउनका लागि प्रतिसभा पुनर्स्थापना भइसकेपछि बरु हामी अर्ली निर्वाचनमा जान तयार छौँ भन्ने निर्णय हाम्रो पार्टीको केन्द्रीय कमिटीको 10औं बैठकले गरेको छ। त्यो 10औं बैठकको फैसला अनुसार हामी अहिले तलसम्म देशव्यापी रूपमा हामी अहिले परिचालित भएका छौँ र नेकपा एमालेको नेतृत्वको विषयमा पनि आलोचनाहरू देशव्यापी रूपमा केही गलत मनसायका मान्छेहरूले पुर्याएका छन्। अहिले पनि हिजो पनि हाम्रो पार्टीको सर्वोदय अध्यक्ष केपी शर्मा ओली निर्विकल्प नेतृत्व, कुशल नेतृत्व, सुसङ्गठित नेतृत्व, भिजनरी नेतृत्वको रूपमा हामीले स्थापित गरेका छौँ र त्यसमा उहाँले व्यवहारले पनि, कामले पनि देखाउनु भएको छ। यस कारणले नेकपा एमाले भित्र नेतृत्वको विषयमा केही व्यक्तिहरूका हैन सामाजिक सञ्जालमा अथवा केही मिडिया मार्फत असन्तुष्टि छ, त्यहाँ पनि फरक खालका विचारहरू आएर फरक मत त्यहाँ राखेको छ र भन्ने खालका कुराहरू तलसम्म पुर्याइएको छ। त्यसमा कुनै सत्यता छैन। एकदमै झिनो मतमा केही मान्छेहरूले, केही व्यक्तिहरूले हैन पार्टीलाई रूपान्तरण गर्ने कुराहरू, पुस्तान्तरण गर्ने कुराहरूको आवाज केन्द्रीय कमिटीमा उठेकै हो। तर पनि छलफल बहसको अन्तिम निष्कर्ष, अन्तिम सर्वसम्म निष्कर्ष भनेको नेकपा एमाले भित्रको अहिलेको वर्तमान नेतृत्व निर्विकल्प नेतृत्व हो र त्यो नेतृत्वलाई देशी विदेशी र
देशभित्रका पनि प्रतिक्रिया शक्तिलाई आक्रमण गरिरहेको बेलामा नेकपा एमालेको दृढ सङ्कल्पित र हिजोदेखि साहसपूर्वक अगाडि बढेको नेतृत्वलाई अझै बलशालीपना अगाडि बढ्नुपर्छ भनेर हामीले पार्टीको केन्द्रीय कमिटीको 10औं बैठक सुसम्पन्न गरेका छौँ। त्यहाँभन्दा अगाडि केन्द्रीय सचिवालयको बैठक सर्वसफल ढङ्गले सम्पन्न भएको छ। इमान्दार नेतृत्व र रोजगारी यो अहिले कहिले अब यो सिर्जना गर्न सक्छ त नेकपा एमाले? नयाँ त्यहाँ सिस्टम छैन, देशमा सिस्टमै छैन। हामीले हेर्न सक्छौँ स्थानीय तहमा गयो त्यहाँ व्यथिति छ, प्रदेशमा गयो त्यहाँ व्यथिति छ, सङ्घमा गयो त्यहाँ व्यथिति छ। त्यो व्यथितिलाई इमान्दारितापूर्वक अब जनताको काम गर्नुपर्छ, जनताको आवाज उठाउनुपर्छ भनेर अब एमाले कहिले लाग्छ? एउटा त्यो प्रश्न। अनि नेतृत्वको विषयमा जेनजीले उठाएको विषय भनेको कमसेकम नेतृत्व अब सत्ता हस्तान्तरण गर्नु पर्यो। हिजो मेरो बाजेले त्यही मान्छेलाई भोट हालेको थियो, मेरो बुवाले त्यसलाई भोट हाल्यो, मैले त्यसलाई भोट हाल्छु, अब मेरो जन्मिने छोराले पनि त्यसैलाई भोट हाल्छ भनिसकेपछि अब नयाँ नेता बन्न चाहने युवाहरूले यो असन्तुष्टि बीच आएको आन्दोलन हो जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ अझ गर्नु पर्यो। अनि अर्को कुरा, विकासको नाममा बजेट दुरुपयोग, स्थानीय तहमा भ्रष्टाचार व्याप्त छ। तपाईँहरूले हेर्नुहुन्छ होला, स्थानीय तहमा कुनै पनि स्थानीय तहमा जुनसुकै पार्टीले जितेको स्थानीय तहमा भ्रष्टाचार व्याप्त छ। त्यो हामीले देखिरहेका छौँ। नीतिगत भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई निर्मूलन गर्न सकिएको छैन। त्यसको लागि नेताहरूले बचाइराख्नुहुन्छ उहाँको कर्मचारी, उहाँका निकट कर्मचारीहरूलाई नेताहरूले बचाइदिने, उहाँ निकट के अरे शिक्षकहरूलाई उहाँले बचाइदिने, गलत काम गरेको पनि बचाइदिने हो। त्यो जनतामा विशेषमा जाएको हामीले देखेका छौँ। त्यस कारणले अब एमाले मेरा निकट कर्मचारी, मेरा निकट शिक्षकहरूले अथवा कुनै उसले गलत काम गरेको अथवा ठेकदारले कुनै काम गरेको चाहिँ हामीले कारबाही गर्छौँ भन्न सक्ने कि नसक्ने अहिले हामी देखिरहेका छौँ। बचाइरहेको अवस्था हामीले देखिरहेका छौँ। त्यसले गर्दाखेरि अब एमाले यो विषयमा के गर्छ? अनि अर्को कुरा, यो जेनजी आन्दोलनले चाहिँ यो पुराना पार्टीहरूलाई नयाँ पुस्ताले हटाउने समय आयो भनिरहेका छन्। तपाईँलाई लाग्दैन यो सन्देश तपाईँको लागि हो यो प्रश्न? त्यसपछि अर्को छ, तपाईँ कर्णालीका प्रमुख नेता हुनुहुन्छ। जनताको आज राजनीतिभन्दा जनताको भाषण बढी भयो, काम भएन भनेर यो आन्दोलन सुरुवात भएको जस्तो देखिन्छ। त्यसले गर्दाखेरि मैले यो कुराहरू राखेँ। अब बन्ने तपाईँहरूको अर्को कुरा मैले छुट्याएँ, चुनावमा हामी चाहिँ जाँदैनौँ यो चुनावमा भन्ने कुरा आएको छ। अरू दल चाहिँ चुनावमा जान्छौँ, अब चाहिँ हामी चुनाव लक्षित कार्यक्रम गर्छौँ भनेर चाहिँ काङ्ग्रेस अरू अन्य पार्टीहरूले भनेको देखिन्छ। तर एमाले चाहिँ अब यो चुनाव चाहिँ बहिष्कार गर्ने भन्ने कुरा पनि सुन्नुमा आएको छ। यो चुनाव बहिष्कार अब त जनताको मन जित्ने होला नि त। फेरि चुनाव बहिष्कार भने त जनता विरुद्ध काम होला नि त। त्यसले गर्दाखेरि यो चुनावको विषयमा पनि यहाँहरूले चाहिँ चुनावमै गएर अब जनताको मन जितेर आउनु हुनेछ भन्ने मलाई लाग्छ। यति नै बोले मैले। धन्यवाद। अरू साथीहरू म एक दुईवटा प्रश्न राख्छु। सबैलाई नमस्कार, म कालीबहादुर नेपाली, मेरो घर चाहिँ बारेकोट हो। म हिमालय टेलिभिजनमा, त्यसै गरी मेरो आफ्नो अनलाइन हाम्रो पहुँचबाट त्यसमा कार्यरत छु। अब यो कार्यक्रम निकै महत्त्वपूर्ण कार्यक्रम हो। यति बेला चुनाव पनि आएको छ, सरकारले घोषणा गरेको छ, दलहरू अन्य दलहरू तातिरहेको छ, एमालेलाई पनि अब कसरी अगाडि बढ्ने चिन्ता त होला नै। तर अहिले चाहिँ मेरो एउटा प्रश्न के हो भन्दाखेरि, एमाले अब चुनावको विपक्षमा त हो भनिहाल्नुभयो, तर जनतामा जनमतमा जानलाई चाहिँ डराएको हो एमाले। एउटा प्रश्न चाहिँ यो हो। त्यसै अर्को प्रश्न चाहिँ जेनजी आन्दोलन जो भदौको 22-23 गते जे भयो, त्यसमा शहीद भएकाहरू धेरै जसो विद्यालय पढ्ने भाइ बहिनीहरू जेनजी साथीहरूको चाहिँ मृत्यु भएको छ। त्यसको जिम्मा त्यति बेलाका प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले लिने कि नलिने, अथवा उहाँहरूलाई चाहिँ छानबिन हुनुपर्छ कि पर्दैन, एमालेको धारणा के छ? त्यसै गरी एमाले अब केपी ओलीको विकल्प अबको केही वर्षमा कोही छैन। अब अहिले त जनताले जेनजीले लगायत सबैले भ्रष्टाचार, कालोबजारी, घुसखोरी धेरै भयो भने अझै पनि तपाईँहरू भन्नुहुन्छ केपी ओली नै हाम्रो सर्वशक्तिमान नेता हो। के आधारमा भन्दै हुन्छ केपी ओली सबैभन्दा सर्वाधिक? यो पनि जनतालाई चाहिँ बुझाइदिनु अनुरोध गर्दछु। त्यसै गरी अहिले अब यो दलहरूप्रति त नागरिकको एकदम वितृष्णा छ। आज जसले जे भने पनि दलहरूप्रति, यो दलहरू कमाइ खाने भाँडो, यिनीहरूले चाहिँ एउटा पसल खोलेका छन् भनेर प्रत्येक पार्टीहरू फुट्छन्, जुट्छन्, आउँछन्। अब एमालेसँग त्यस्तो के टेक्निक छ जसले चाहिँ नेपाली जनतालाई फेरि समृद्धिको लयमा लिन्छ? जस्तो
केही वर्ष अगाडि एउटा समृद्ध नेपाल सुखी नेपाली कन्सेप्ट थियो, त्यो पनि एकदम लोकप्रिय नारा थियो। लिप्याधुरा पनि नेपालको म्यापमा समेत एमालेप्रतिको विश्वास, 72-71 नाकाबन्दी हुँदाखेरि एमालेप्रतिको विश्वास, त आज त्यो विश्वास एमाले गुमाएको छ। अब के छ नयाँ भिजन? एमाले प्रष्ट रूपमा जनतालाई चाहिँ समेट्न सक्छ, होइन भने एमाले पनि अब सकिने त आयो नि, दल सकिने कि सचिने भन्ने अहिले बहस छ। अब सकिनुको विकल्प के छ त खास? हस्, मैले यति राखेँ। जिज्ञासाहरू राख्नुभएको छ। यसका लागि मैले अहिले लामै कुराहरू पूर्व अनुमान र यथार्थतालाई पनि दृष्टिगत गरेर नै मैले लामो कुराहरू सुरुमै राखेँ। त्यसबाट यहाँको प्रश्नहरू कमै आएका छन्। अब यो सत्तामा पुगेपछि पार्टीहरूले युवा स्वरोजगारका कुराहरू, देशभित्र रोजगार स्थापना गर्ने कुरा, सिर्जना गर्ने कुराहरू नभएर पनि वितृष्णा युवाहरूमा जागेको भन्ने कुराहरू सत्यता छ। त्यसमा हाम्रो पनि सहमति छ। हामीले रोजगारी सिर्जनाका कामहरू, रोजगारी सिर्जनाका अभियानहरू पार्टी सत्तामा हुँदा पनि नहुँदा पनि हामीले ती कुराहरू उठान मात्र गर्न धेरै हदसम्म कार्यान्वयन पनि भएको स्थिति हो। र पार्टीभित्र पनि हामीले अभियान जस्तै मिसन ग्रासरुट अभियान चलायौँ, त्यसको जरा अभियान चलायौँ। त्यतिखेर पनि हामीले सरकारको मात्रै मुख हेर्ने होइन, प्रत्येक वडामा 10-10 युवालाई हामी उद्यमशीलतामा जोडेर हामीले उद्यमशील युवाहरूको एउटा सञ्जाल निर्माण गरेर त्यस मार्फत पनि केही कामहरू अगाडि बढाउन सकिन्छ। आयोजन लगायतका रोजगारी सिर्जनाका कुराहरू हामीले पार्टीभित्र पनि आन्तरिक सञ्जाल मार्फत त्यस्ता कुराहरू गरेका थियौँ भने सरकारमा रहँदा पनि रोजगारी सिर्जनाका कुराहरू त्यो प्रधानमन्त्री रोजगारका कुराहरूबाट विभिन्न खालका अभियानहरू सञ्चालन भएका थिए र ती विगतदेखि एकदमै होइन बेरोजगारको जुन अवस्था अत्यन्तै ठुलो आकारमा बेरोजगारीको सङ्ख्यामा रहेको अवस्थालाई नेकपा एमालेको नेतृत्व बन्नेको सरकारले तुरुन्तै त्यसलाई सम्बोधन गरिहाल्ने अवस्था देशको साधन र स्रोतले पनि स्वीकार गर्दै थियो। त्यस आधारमा पनि सोचे जस्तो रोजगारीका अवसरहरू देशभित्रै सिर्जना हुन नसकेकै हो र अहिलेका युवा पिँढीहरूले गरेका आन्दोलनसँग जोडिएको पनि एउटा रोजगारको कुराहरू पनि हो। यसमा नेकपा एमाले हिजोदेखि रोजगारीका नयाँ कुराहरू कृषिसँग सम्बन्धित होला, पर्यटनसँग सम्बन्धित होला, अन्य जुन हाम्रो देशको हाम्रो ठाउँको वस्तुस्थितिसँग सुहाउने यहाँको साधन र स्रोतलाई सदुपयोग गर्ने गरी रोजगारी सिर्जना गर्ने कुराहरू, हिजोका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने कुराहरू, नयाँ उद्योगहरू सञ्चालन गर्ने कुराहरूका बारेमा पनि नेकपा एमाले पर्याप्त रूपमा सरकारमा रहँदाखेरि त्यस्ता कार्यक्रमहरू ल्याएको पनि र कार्यान्वयनमा प्रभावकारी हुन नसकेका कारणले पनि हामीले बेरोजगारलाई समय सापेक्षतामा सम्बोधन गर्न त्यति सक्दैन। यसले पनि केही दृष्टिहरू बढाएको हो। यो कुराहरू मैले त्यसरी नै राख्न चाहन्छु। अर्को अब युवाहरूलाई अब कसरी समेट्नुहुन्छ त कसरी भन्ने कुराहरू तपाईँहरूले 2-3 पल्ट दोहोऱ्याएर भन्नुभयो पढ्नुभयो। हामीले पार्टीभित्रको हिजोदेखि नै 40 वर्ष मुनिका युवाहरू प्रदेश स्तरमा 10% हामीले हिजोदेखि नै लागू गरेका छौँ। 15% हामी जिल्लामा कमिटीभित्र 15% युवाहरू 40 वर्ष मुनिका ल्याउने हाम्रो बाध्यात्मक व्यवस्था हो र त्यस्तै गरेर हामीले तल पालिकामा 20%, त्यसपछि तल वडा तल टोलसम्म लिँदा 33% हामीले 40 वर्ष मुनिका युवाहरूलाई नै त्यो सहभागी गराउने, प्रतिनिधित्व गराउने कुराहरू हाम्रो हिजो थियो र अहिले अब हाम्रो 11औं महाधिवेशन सङ्घारमा छौँ। हिजो मात्र हामीलाई अस्ति मात्र अपानी आइपुगेको छ। हामीले 40 वर्ष मुनिको युवालाई त्यहाँ आरक्षण स्वरूप प्रतिनिधि बनाउने, 1200 भित्र 4 जना छानिँदाका 1 जना 40 वर्ष मुनिको युवा हुनैपर्ने हाम्रो अहिले तत्कालीन व्यवस्था महाधिवेशनमा जाँदाखेरि भनेपछि हामी त्यो महाधिवेशनमा पनि केन्द्रीय नेतृत्वमा जाने जुन बाटो पनि त्यो खालको सिडी पनि हामीले यो प्रतिनिधि मार्फत त्यहाँ पनि हाम्रो 40 वर्ष मुनिको प्रश्न रहन्छ र त्यो किसिमले पनि पार्टी केन्द्रीय कमिटीमा पनि युवाहरूको प्रतिनिधित्व गराउने कुराहरूमा हामीले नीतिगत हिसाबले पनि व्यवस्थापन गर्दै अगाडि बढ्ने कुराहरू हामीले गरेका छौँ। यो कुराहरू अब होइन काम गर्दाखेरि जनप्रतिनिधिहरू होइन जुन सरकारमा रहेका नेताहरू
ले जनताको अपेक्षा अनुरूप काम गर्न सोचे जस्तो हुन नसकेको, जनतासँगको सम्बन्ध होइन त्यो खालको नजिकको सम्बन्ध कायम गर्न नसकेको कुराहरू गरेका छ। त्यो समस्यामा हामीले त्यो निकालेका छौँ। हाम्रा जीविका ठाउँहरूमा अरूको भन्दा अझै उदाहरण भन्नुपर्ने त्यो हामीले अझै बन्न सकेको स्थिति छैन। यसका लागि पार्टीले अझै पनि जुन बाँकी समयावधिसम्म जो हाम्रा जनप्रतिनिधिहरू हुनुहुन्छ, सरकारको नेतृत्व गरिरहनु भएको छ, स्थानीयमा प्रदेशमा उहाँहरूलाई पार्टीसँग गर्ने, संवाद गर्ने, पार्टीको नीति निर्देशनमा नजिक राख्ने कुराहरूमा अझै हामीले सतर्कता अप्नाउनु पर्छ, यसमा ध्यान पुर्याउनु पर्छ है भन्ने कुराहरू हामीले गरेका छौँ। र त्यो आन्तरिक संयन्त्र मार्फत, हाम्रो आन्तरिक प्रक्रिया मार्फत पनि त्यसबाट हाम्रा जनप्रतिनिधिलाई सचेत गराउने कुराहरू, सतर्क गराउने कुराहरू, जनमुखी बनाउने कुराहरूमा हामी लागेका छौँ। त्यसमा हामी यो जेन्जी आन्दोलनले पनि त्यस हामीलाई झस्काएको छ, अझै हामीलाई अलिक सचेत गराएको, सतर्क गराएको छ। यो कुराहरू अब भ्रष्टाचारको कुराहरू त हामीले हिजो भ्रष्टाचार सुनिश्चितताको कुराहरू होइन, दोषी कोही नछुटुन् होइन, निर्दोषी कोही नफसुन् भन्ने नारासहित हामी अगाडि बढेका थियौँ। र पार्टीकै उपल्लो तहमा रहेका व्यक्तिहरू पनि होइन भ्रष्टाचारको इस्युमा कहीँ कतै जोडिँदाखेरि पार्टीबाट त्यो पदीय जिम्मेवारीबाट निलम्बन गर्ने कुराहरू र अनि कानुनको दायरामा ल्याउने कुराहरू नेकपा एमाले भित्रै रहेका मान्छे किन हो कि कानुनको दायरामा गइसकेका लिइसकेको कुराहरू तब हामी देखेका छौँ। र यस्तो खालको भ्रष्टाचारमा जोडिएका हाम्रो पार्टीभित्रका नेता किन नहुन्, जो कोही पनि त्यस्ता भ्रष्टाचारीहरूलाई कानुनको दायरामा लिएर होइन कानुनी प्रक्रिया मार्फत त्यसको उपचार खोजिनुपर्छ र भ्रष्टाचारीले कानुनको घेराभित्र नैसियत भोग्नै पर्छ भन्ने मान्यतामा हिजो पनि थियो, अहिले पनि छ, भोलि पनि रहन्छौँ हामी। यो कुराहरू अरू पुरानालाई कहिलेसम्म राखिरहनुहुन्छ आदि इत्यादि। हामीले पार्टीको नेतृत्व उमेरले गर्दैन भन्ने हो कि पार्टीको नेतृत्वको निरीक्षण उमेरले गर्दैन। उसको शारीरिक अवस्था, उसको कार्यकुशलता, सक्रियता होइन, त्यो नेतृत्वसँग भएको दृष्टिकोण होइन, त्यससँग जोडिने कुरा हो। र अनि कार्यकर्ताको आत्मविश्वास जित्न सकेको छैन। आफ्ना अनुयायीहरूमा साथमा लिएर पार्टीको मिसनलाई होइन सही दिशामा अगाडि बढाउन सकेको छ कि छैन भन्ने कुराले अर्थ राख्दछ भन्ने हो। यो नेपालको इतिहासमा होइन, विश्व राजनीतिमा पनि हाम्रै छिमेकी राष्ट्रहरूसँग जोडिएका होइन, छिमेकी मुलुकसँग जोडिएका र त्यहाँका पार्टीका नेतृत्व, सरकारका नेतृत्वका उमेर समूहका कुरा गर्ने भनेर हाम्राभन्दा अझै बढी उमेरका मान्छेहरूले नेतृत्व गरेको स्थिति पनि छ, हामी देखिरहेका छौँ। किन उहाँको सक्रियता हिसाबले, कार्यकुशलताका हिसाबले, त्यो कुशल नेतृत्वका हिसाबले पनि 80-85 वर्षसम्म भइरहँदा पनि उहाँहरूकै माग भइरहेको र निर्वाचनमा पनि त्यो उहाँहरूलाई नै विजय गराएको कुराहरू छँदैछ। त्यस्तै गरेर हाम्रो देशमा पनि हाम्रो एक खालको थियो त्यसरी ल्याइएको। कसरी ल्याइयो? जबरजस्त मान्छेहरूले, पुराना मान्छेहरू त्यसरी उमेरका कारणले पुराना मान्छे भनिने भन्दा पनि विचार र दृष्टिकोणका कारणले, काम गर्ने सक्रियताका कारणले पुराना र नयाँ हुन सक्छन्। उमेरले मात्रै नयाँ मान्छेहरू, नयाँ व्यक्तिहरू 40 वर्ष मुनिका जो कहिले पनि है प्रतिनिधित्व गर्न सक्ने अथवा नेतृत्व गर्न सक्ने, उनले सक्रियता देखाउन सक्ने भन्दा पनि उमेर ठुलो कुरा होइन, सक्रियता मुख्य कुरा हो। अनि त्यसपछि एक्सेप्टेन्सी भन्छौँ नि हामीले, स्वीकार्यता, सर्वस्वीकार्यता पनि नेतृत्वको पहिलो पहिचान हो। पार्टीभित्र पनि त्यो पार्टीको सर्कलले पनि कतिको त्यो एक्सेप्टेन्स ग्रहण गर्न सक्छ त भन्ने कुराले पनि अर्थ राख्छ। यी सबै कुराहरूको विश्लेषण गर्दाखेरि हाम्रो पार्टीको अहिलेको वर्तमान नेतृत्वमा केपी ओली भन्दा त्यसको विकल्प खोजेर जानुपर्ने ठाउँ रहेन, देखिएन। देशव्यापीबाट रूपमा कार्यकर्ताबाट आएको सुझावबाट पनि, केन्द्रीय कमिटीमा भएको बहस छलफलबाट पनि, केन्द्रीय सचिवालयमा भएको बहस छलफलको पनि निचोड अहिले हामी नेकपा एमालेको नेतृत्वको विकल्प खोज्ने अवस्थामा छैनौँ। नेकपा एमालेको नेतृत्व अहिले पनि अहिलेको समय सापेक्षतामा पनि सान्दर्भिक छ भन्ने कुराको निर्णय हामीले गरेका छौँ, निर्णय गरेका छौँ। त्यसका आधारमा हामी अगाडि बढेका छौँ र त्यसपछि हामी लगभग 1.5 महिनापछि महाधिवेशनको सङ्घारमा छौँ। मैले यो कुरा मात्र भने। अर्को हामीले भन्दै आएका छौँ, तर पनि मैले पनि लागू गर्न सकेन। भाषण धेरै गर्ने, काम थोरै गर्ने भन्ने कुराहरूको आलोचना पार्टीभित्र भइराखेको छ। बोल्दै जाँदाखेरि म आफैले पनि बढी बोल्ने, अर्को साथीले पनि बोल्नु पाए मञ्चमा भएपछि तलकाले कति लिएका छन्, कसरी बुझेका छन्, के छ, सहभागिता के छ आदि इत्यादि भन्दाखेरि लामो लामो भाषण गर्ने कुराहरूबाट नेपालका राजनीतिक दलका नेताहरू अझै पनि
हामी सचेत हुन सकेका छैनौँ। थोरै पनि धेरै कामहरू गर्ने जनताको युवाको माग हो। त्यसप्रति पनि नेकपा एमाले अबका दिनहरूमा आउँदा दिनहरूमा त्यसलाई पनि हृदयङ्गम गरेर अगाडि बढ्ने कुराहरूमा हामी छौँ। अर्को अब यो पछाडिको नेताहरूमा त्यही सोध्नु भएको छ, माथि पनि पवनजीसँग आएको छ होइन। अब यो नेकपा एमाले आउँदो फागुन 21 गतिको चुनावलाई बहिष्कार गरेको होइन, बहिष्कारै आउनु भनेको होइन। तर पनि त्यसलाई त्यो चुनावलाई पनि सदुपयोग गर्नका लागि त संवैधानिक प्रक्रियाबाट अगाडि जानु पर्यो। त्यो संवैधानिक प्रक्रियाबाट अगाडि जाने पहिलो बाटो, उपयुक्त बाटो भनेकै प्रतिसभा पुनर्स्थापना हो। त्यसपछि ल ठिकै छ, प्रतिसभा पुनर्स्थापनाको इस्युमा जाउँ। त्यसो फागुन 21 गतिकै चुनावलाई डेडलाइन बनाऊ, तर प्रतिसभा पुनर्स्थापना गरेर जाउँ। र अहिले जुन छताछुल्लो भएका कुराहरू जो छ अराजनीतिक हिसाबले जुन भइरहेका छन्, यो संविधानभन्दा बाहिरको दायराबाट भइरहेका छन् भने संविधानभित्र रहेर हामी संवैधानिक प्रक्रियाबाट होइन यो लोकतान्त्रिक शासन प्रणालीको मूल मर्म र मूल्य मान्यताको घेराभित्र बसेर हामी चुनावमा जान चाहन्छौँ। तर नेकपा एमाले चुनावबाट भागेको होइन। नेकपा एमाले अहिले पनि दावा गर्छ चुनावमा गयो भने अझ पनि राष्ट्रिय शक्तिको रूपमा, पहिलो शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्न जनताहरू लालायत छन् भन्ने कुरा हामीले बुझेका छौँ। तर पनि त्यसको लागि जनताहरूको, मतदाताहरूको सुरक्षा प्रत्याभूति गर्ने कुराहरू राज्यको तर्फबाट पनि प्रमुख भूमिका रहन्छ। तर त्यो राज्यको तर्फबाट गरिने सुरक्षा होइन, त्यो अब चुनावलाई विश्वसनीयताका कुराहरूमा नेकपा एमालेको प्रश्न छ, आशंका छ, त्यसमा विश्वास छैन। त्यस कारणले अहिले तत्कालै यही सरकारले गर्ने चुनाव जनतामुखी, मतदातामुखी हुन सक्दैन। यसलाई संविधानको दायराभित्र ल्याएर चुनावमा जाउँ भन्ने कुरा हो। त्योभन्दा अगाडि पुनर्स्थापना भने हो, चुनावलाई बहिष्कार भने हो। चुनावमा नेकपा एमाले भागेको होइन, भाग्दैन, भाग्न सक्दैन। त्यो कुराहरूलाई मैले तपाईँहरूको बिचमा राखेँ। अर्को अब 2324 को घटनाको जिम्मा प्रधानमन्त्री र होइन गृहमन्त्रीले किन नलिने भन्ने कुराहरू। अब देशको ओभरअल नेतृत्व गरेको नेतृत्वदायी शक्तिले त्यसको राजनीतिक र नैतिक हिसाबले महसुस गर्ने त्यो जिम्मा लिने कुराहरू कुनै दुईमा छैन। तर पनि हाम्रा आन्दोलनहरू होइन, शान्तिपूर्ण आन्दोलनहरू अथवा हिंसात्मक आन्दोलनहरू हुँदै गर्दाखेरि त्यसमा लाठीचार्ज गर्ने, अश्रु ग्यास फाल्ने अथवा गोली पनि प्रहार गर्ने, त्यसको निर्देशन कसले दिने भन्ने कुरा हाम्रो कानुनी व्यवस्था छ। त्यसमा कानुनी व्यवस्था छ। त्यो कानुनी व्यवस्थाका आधारमा प्रधानमन्त्रीलाई चिन्दैन, गोली हान्ने अधिकार दिँदाखेरि दिने कि नदिने भन्ने कुराहरू प्रधानमन्त्रीलाई चिन्दैन, गृहमन्त्रीलाई पनि चिन्दैन, सिडीलाई चिन्छ। त्यसको एकदमै नजिकको जिम्मेवारी वहन गर्ने, निर्देशन दिने निकायको प्रमुख भनेको सिडी हो। हामीले कानुन त्यही व्यवस्था गरेका छौँ, भनेपछि त्यस कारणले पनि त्यो गोली हान्ने अधिकार, गोली हान्ने आदेश केपी ओलीले दियो, रमेश लेखकले दियो भनेर केही मान्छेहरूले अनावश्यक रूपले अवगत ल्याएका छन्। यो कुरा कानुन सम्बन्धी हिसाबले, व्यवहार हिसाबले, मानवीय हिसाबले सुहाउँदैन। यो होइन, यो व्यवस्था पनि होइन, यो व्यवहारमा पनि होइन। भनेपछि त्यो सिधै गोली हान भन्ने भन्दा पनि त्यो दिन त त्योभन्दा अघिल्लो दिन राति बसेको सुरक्षा परिषदको बैठकमा समेत पनि शान्तिपूर्ण हुन्छ। युवाहरू सामाजिक सञ्जाललाई नियमन गर्ने कुराहरूमा आकर्षित छन्, उहाँहरूको शान्तिपूर्ण हुन्छ र त्यसपछि छलफल गरेर यसलाई निकास गर्नुपर्छ भन्ने कुरा अघिल्लो दिन राति भएको छ र त्यही अनुमानमा सुरक्षा निकायका मान्छेहरू बसेको देखिन्छ। तर पनि यो बाहिरबाट घुसपेट हुने कुराहरूको अनुमान त्यति गर्न नसकेकै स्थिति हो। त्यस कारणले पनि यो मुलुकले यो खालको अपूरणीय क्षति बेहोर्नु परेको छ, जो 20औं वर्ष लाग्छ। अहिलेका जुन त्यो केन्द्रमा जुन ध्वस्त पारिएको भौतिक संरचना, प्रदेशमा ध्वस्त पारिएका संरचनाहरू, त्यो भौतिक आक्रमणको मूल्याङ्कन गर्दाखेरि, तुलनात्मक अध्ययन गर्दाखेरि फेरि पनि नेकपा एमालेका नेता कार्यकर्ताहरूका निजी निवासहरू, घर सम्पत्ति जलाउने काम भएको छ। यसले पनि यो जनजीय आन्दोलनको लाई मोडा बनाएर पनि एमालेमाथि प्रहार छ, अरू कुनै आन्दोलनको मोडा बनाएर पनि एमालेमाथि प्रहार छ। किन एमालेमाथि प्रहार छ? एमाले देशको पहरेदार हो। यो राष्ट्रिय अखण्डताका लागि दक्षिणका शक्तिसँग झुक्न चाहँदैन, पश्चिमका शक्तिसँग झुक्न चाहँदैन, उत्तरका शक्तिसँग झुक्न चाहँदैन। आफ्नो राष्ट्रिय अखण्डता मुख्य कुरा हो भन्ने कुराहरूको वकालत गर्ने, स्वविवेकमा चल्ने, देशका होइन जनतालाई सर्वोपरि ठान्ने त्यो मूल्य र मान्यताबाट दीक्षित पार्टी नेकपा एमाले, त्यसले संसदीय होइन अभ्यास मार्फत आफूलाई सर्वश्रेष्ठ गर्ने नीति
प्रतिको दक्षिणपन्थी प्रतिक्रियावादी देशी र विदेशी शक्तिहरूको प्रहार हो। यो अब प्रत्यक्ष रूपमा घाम जतिकै छलङ्ग भएको कुरा हो। यी कुराहरूसँग जोडेर हामीमाथि विशेष गरी नेकपा एमालेको नेतृत्वमाथि केपी ओली हिजो प्रधानमन्त्री दर्जनौं मान्छेहरू भयो त। केपी ओली प्रधानमन्त्री हुँदाखेरि देशको लागि होइन लिएका अडानहरू विदेशी विश्व मञ्चमा उहाँले प्रस्तुत गरेका विचारहरू लिएका अडानहरू सर्वश्रेष्ठ राष्ट्रहरूका विश्वमा नेतृत्व गरेका छौँ भन्ने राष्ट्र प्रमुखहरूको अगाडि आँखा जुदाएर नेपालको भूभागका सन्दर्भमा यहाँको राष्ट्रिय अखण्डताको सम्बन्धमा यहाँको हाम्रो होइन सार्वभौमता सम्बन्धमा आँखा जुदाएर मत राख्ने र त्यो खालको अडान राखेर फर्किने मान्छे भने केपी ओली त हो। त्यहाँबाट अहिले पनि पढाउँथ्यो अरू त गएको थियो त विदेश चाइना भने भ्रमण गरे त होइन ठाउँ ठाउँ भ्रमण गरेका थिए। उनीहरूले बोलेका बोली त्यहाँ राखेका कुराहरू त्यसबाट पनि आजित भयो त्यसबाट पनि त्रसित भएर अहिले नेकपा एमाले माथिको घेराबन्दी विभिन्न बाहनामा अगाडि बढाएका आन्दोलन हुन् र यसबाट पनि नेकपा एमाले त्रसित छैन हतोत्साही छैन निराश छैन। यसलाई पनि आत्मसमीक्षा गर्दै ती आन्दोलनका सकारात्मक पक्षहरूलाई हामीले स्वीकार्दै त्यसलाई व्यवहारमा भोलिका दिन उतार्ने कबल गर्दै आन्दोलनमा भएका नचाहिँदा गतिविधिहरूको साक्षी नेकपाले बस्न सक्दैन त्यसलाई स्वीकार गर्न सक्दैन। अर्को अब गल्ती कमजोरीहरू बाहिर एक भन्नुभएको छ प्रधानमन्त्रीले अथवा गृहमन्त्रीले साँच्चै गल्ती कमजोरी भएका छन् भने सक्षम स्वच्छ निकाय मार्फत छानबिन होस् हामी भनेकै छौँ। गौरीबहादुर प्रधान जस्ता मान्छे 24 गते रातिसम्म कार्की जस्ता मान्छेहरू 24 रातिसम्म ती जेनजी आन्दोलनका मान्छेहरूलाई उक्साड गरेर अझै आगोमा घिउ थप्ने कामहरू गरिराखेका छ। पार्टीप्रति आग्रह पोखिराखेका छ। अझ त विशेष गरी नेकपा एमालेप्रति आग्रह पोखिरहेको त्यही मान्छेलाई अनि आयो के छानबिन कमिटीको प्रमुख बनाएछ अनि त्यसले अनि सही छानबिन हुन्छ यसमा विश्वास छैन। सर्वोच्च अदालतका रिटायर नेता न्यायाधीशहरू अर्को स्वच्छ मान्छे अलिकति होइन देशको लागि राष्ट्रको लागि सही अध्ययन अनुसन्धान गर्ने स्वतन्त्र अध्ययन अनुसन्धान गर्ने व्यक्तिको नेतृत्वमा आयोग बनाउनुहोस् न त्यसमा हामी साथ दिन तयार छौँ र त्यसका आधार केपी ओली नै दोषी भने कानुन कठा उभिन तयार हुनुहुन्छ रमेश लेखक भयो तयार हुनुहुन्छ जो कोही पनि तर पनि अहिलेको यो अनेक खालका नाटकीय ढङ्गले बनाइएका सञ्जाल मार्फत षड्यन्त्र मार्फत गरिने छानबिन पूर्वाग्रही छ। यो पूर्वाग्रही छानबिनको नेकपा एमाले विरोध गरे हो आफू डराएर होइन सही यथार्थपरक ढङ्गले छानबिन हुनुपर्छ भन्ने कुरामा हामी दृढ सङ्कल्पित छौँ। हिजो पनि थियौँ अहिले पनि छौँ। त्यस कारणले अहिले नेकपा एमाले चुनाव हुने कुरालाई भाँडभैलो मचाउने यसो गर्ने भन्दा पनि देशमा भाँडभैलो मचिनेबाट जोगाउने र त्यसको अगुवाई गर्ने फेरि लोकतान्त्रिक शासन प्रणाली बलियो बनाउने अभियन्ताको रूपमा आजका दिनसम्म पनि पत्रकार साथीहरूले मित्रहरूले मूल्याङ्कन गर्नुपर्छ। अरू राजनीतिक दलहरूभित्र खिचातानी केन्द्रमा अझै पनि त्यहाँ बढिरहेको देखिन्छ। नेपाली काङ्ग्रेसले पनि संस्थागत ढङ्गले निर्णय गर्न सकेको अवस्था छैन। हामीलाई आशा अपेक्षा छ नेपाली काङ्ग्रेसले पनि एउटा लामो इतिहास बोकेको लोकतान्त्रिक शासन प्रणालीलाई आत्मसात गर्दै अगाडि आएको शक्तिले पनि अहिलेको विशिष्ट परिस्थितिको सही मूल्याङ्कनको संस्था निर्णय हुन्छ भन्ने हामीलाई आशा छ। नेपाली काङ्ग्रेसभित्र पनि प्रतिशत पुनर्स्थापन हुनुपर्छ भन्ने पनि बलियो माग छ। बलियो माग राख्ने त्यहाँभित्र व्यक्तिहरू हुनुहुन्छ नेताहरू हुनुहुन्छ। माओवादीले हतारमा निर्णय गरिहाल्यो अहिले पछुताए अवस्था छ। अब माओवादी त हराइहाल्यो हिजोदेखि अस्तिसम्मको हिसाब हेर्ने भने पनि पूर्व माओवादीले पनि एकपल्ट निर्णय गरिहाल्यो त्यसो अहिले निर्वाचन हुने बाटोमा त छैन त भन्नेमा ऊ पनि त्यतातिर पनि गइराखेको छ। त्यस कारणले सुविचारित ढङ्गले देशको सही अवस्थाको विश्लेषण गरेर संवैधानिक प्रक्रियाबाट देशको शासन प्रणाली अगाडि बढाउँदाखेरि नै देशको हित हुन्छ, जेन्जीको हित हुन्छ होइन, ज्येष्ठ नागरिकको हित हुन्छ, प्रौढवस्थाका मान्छेहरूको हित, सबै उमेर समूहका व्यक्ति समुदायहरूको हित रक्षाका लागि पनि हामी कानुनी प्रक्रियाबाट नै संवैधानिक प्रक्रियाबाट नै अगाडि बढाउने अभियानले नै देशलाई सही बाटोमा पुर्याउँछ भन्ने कुराहरूमा नेकपा एमाले दृढ अडानका साथ अगाडि बढेको छ। त्यही आधारमा देशभरि आफ्ना संयन्त्रलाई सञ्चालित गरिसक्यो। नेकपा हिजोको अवस्थामा अब बिस्तारै टेकओभर गर्दैछ भने यो अभियानलाई अरू नेताका अरू पार्टीहरूले अरू दलहरूले पनि साथ दिएर हामीले कतिपय अभियानहरू संयुक्त रूपमा परिचालन गरेर नेपाली जनतालाई
अझै पनि भरोसा एकै वातावरण सिर्जना गरौँ भने हामीले खुलेआम रूपमा संस्थागत हिसाबले पनि व्यक्तिगत विशेषबाट पनि हामीले आह्वान गरिसकेका छौँ। त्यो कुरामा यहाँका पत्रकार साथीहरूले यहाँका सञ्चारकर्मी मित्रहरूले पनि सही रूपमा विश्लेषण गरेर सही रूपमा समाचार सम्प्रेषण गरेर जाजरकोटका दाजुभाइ तथा दिदीबहिनीहरू यहाँका बुवाआमाहरूलाई पनि सुशिक्षित गराउने कुराहरूमा पनि तपाईँहरूको भूमिका रहनुपर्छ र रहनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु। मैले आएका कुराहरूलाई सब कुराहरू राखेँ।